नमस्ते। अहिले चाहिँ हामी यो एटलान्टिक ओसियन नर्थ क्यारोलाइनाको ब्युफोर्ट टाउनमा छौँ। हामी 2 दिन अगाडि चाहिँ यहाँ बिचमा एम्ब्रोल आइलमा आएको थियौँ होइन। यहाँबाट झन्डै 14 माइल पर्छ। अनि 2 दिन हामीले उता बिचतिर बिताइसके पछाडि आज चाहिँ उता घर फर्किनु पर्ने। यहाँबाट झन्डै हाम्रो 250 माइल जस्तो छ। अनि 1-2 घन्टा हामीसँग टाइम भएको भएर दिउँसोतिर निस्के हुने भएर अनि के छ त नजिकै एक्सप्लोर गर्ने ठाउँ भन्ने हेरेको। ठ्याक्कै यो ब्युफोर्ट एटलान्टिकमा चाहिँ तपाईँको यो फेरीहरू अनि यो क्रुजहरू चढ्नु मिल्दो रहेछ। एकदम नाइस टाइनी टाउन होइन, गजबको क्या। तपाईँको यहाँबाट फेरी अनि यो क्रुजहरू चढेर चाहिँ डल्फिन वाच गर्न मिल्ने, वाइल्ड हर्सहरू हेर्न मिल्ने होइन। अनि त्यो पानी पनि एकदमै राम्रो, एकदम कस्तो भने ह्यापनिङ के, गजबको ठाउँ लाग्यो होइन। तपाईँहरू पनि नर्थ क्यारोलाइना आसपास बस्नुहुन्छ होइन, कता जाउँ घुम्नको लागि परिवार लिएर भन्ने जस्तो तपाईँहरूलाई छ भने चाहिँ यो ठाउँ हाइली रिकमेन्डेड। ओके, लेट मी सो यु है त। दिस इज हाउ इट लुक। यो चाहिँ हामी ठ्याक्कै यो फेरी अनि क्रुजहरू लाग्ने ठाउँ नजिकै छौँ। यो चाहिँ ब्युफोर्टको टाउन हल रहेछ यी नजिकै। पार्किङहरू पनि मजाले स्पेसियस, ठ्याक्कै यो टुरिस्ट ब्याङ्कको यो हामीले यो पब्लिक पार्किङ रहेछ। विकेन्डमा यहाँ फ्रीमा पार्क गर्न पाउँदो रहेछ, नभए यसरी स्ट्रिक्ट पार्किङहरू छ। अनि एकदमै गजब तन्ने मान्छेहरू आउने। अनि त्यो क्रुजहरू पनि त्यस्तो धेरै महँगो नै है। अब यो ठुल्ठुलो यो क्रिस्टल कोस्ट लेडी यो ठुलो देख्नु भएको छ नि, यसमा चाहिँ $60 जस्तो पर्दो रहेछ। सानो सानो क्रुजहरू 1-1.5 घन्टाको चाहिँ $20 $25 पनि हुँदो रहेछ। हामीले चाहिँ भर्खरै एउटा यो सानो खालको यो फेरी चढेर हामी आइसकेका छौँ। एकदमै रमाइलो भयो। 1.5 घन्टाको जस्तो थियो। तपाईँहरू पनि अब नर्थ क्यारोलाइना आसपास हुनुहुन्छ, कता जाउँ फ्यामिलीसँग टाइम स्पेन्ड गर्नको लागि भन्ने तपाईँहरूलाई त्यस्तो छ भने चाहिँ यो ठाउँ हाइली रिकमेन्डेड है त। पर्फेक्ट।